दर्शकबिन नमस्कार, स्वागत तथा अभिनन्दन गर्न चाहन्छौ कार्यक्रम धनुष विशेषमा। म अनिल निराला। सत्ताका मुह र खुर्सीको लोभमा किन बसिरहेछ यहाँका राजनेता, तर जनताको कुनै मतलबै छैन जनतामा के भइरहेछ। हामी आज एउटा यस्तो अनौठो घटना, अहिले नै यो दृश्य हेरिराख्नुस्। यो दृश्य एउटा नेपालको युवाको हो, मधेसका युवाको हो। यो समयमा पढ्ने लेख्ने समयमा यहाँलाई केही राजनीतिक षड्यन्त्र, स्थानीय शासन सत्ता पैसाको पावरमा यहाँलाई मर्ने उपरान्त कुटपिट गरेर अहिले न जिउने न मर्ने बिच बाँधिरहेको छ। यो दृश्य हो तपाईको महोत्तरी मधेस प्रदेशका महोत्तरी जिल्ला औरी नगरपालिका वार्ड नम्बर 7 भोइल सोनामाई गाउँको जुन यो दृश्य कार्तिक 21 गते राति चोरीको आरोप लगाएर त्यहाँका केही स्थानीय व्यक्तिहरूले यो प्रपञ्च रचेर रातभरि कुटपिट गरेर यो उहाँलाई गम्भीर घाइते बनाएछ। यो फोटो, यो भिडियो, यो दृश्यमा हेर्दै जानुस् दर्शकबिन। तर त्यहाँका कुनै पनि मान्छेले त्यसलाई बचाउनका लागि अगाडि बढेन। किन? त्यो ठुलै जातको मान्छे भएर पनि मानव नै हुन्छ। के त्यसले यदि गल्ती गरेछ भने त्यहाँ स्थानीय प्रशासन छ नि, त्यहाँ उसको बुवा छ नि, त्यहाँ वडा अध्यक्ष छ नि, त्यहाँ स्थानीय समाज छ नि। तर त्यही स्थानीय समाजले एउटा षड्यन्त्र रचेर एउटा महिलालाई पैसा दिएर तेरो घरमा चोरी गर्न आएको छ भनेर भन्, अनि यसलाई फसाउने पुरै प्रपञ्च रचेर यसलाई रातभरि। अब के हुन्छ नि, युवाको एउटा जो टिनर एज हुन्छ, त्यो टिनर एजमा रक्सी, दारू, गाँजा, भाङ सबै अहिलेसम्म पनि धेरै कमै मान्छे छ यिनीहरू प्रयोग गर्दैन। तर अधिकांश युवाहरू यो प्रयोग गर्नको कारणले गलत कुलतमा गएपछि यस्ता यस्ता घटनाहरू देख्नमा आउँछ हाम्रो मध्य प्रदेशको अनेकौं जिल्लामा। तर यो घटना प्रदीप भनिने रोशन कुमार यादव अन्दाजी 21-22 वर्षको, उसको बुवाले हामीहरू कहाँ गुनासो लिएर आयो। सर, यस्तो यस्तो घटना भइरहेछ, मेरो कुनै दोष छैन। त्यही उसको जुन मान्छेले जसको घरमा चोरी गर्न मेरो ब्याग चोरी भएछ भनेर भनेछ, त्यही मान्छेले, त्यही महिलाले मेरो केही चोरी भएको छैन, त्यहाँका केही व्यक्तिहरूले, केही स्थानीय राजनीतिक दलहरूले मलाई पैसा दिएर यो केटालाई फसा भनेर भनेको छ। त्यसको बुवालाई फोन गरेर पनि भनेछ। तर त्यही इलाका, त्यही प्रहरी चौकी रामगोपालपुर नगरपालिकामा स्थापित त्यो एरिया हो, रामगोपालपुरको एरिया हो, त्यो औरी गाउँपालिका नगरपालिका रामगोपालपुरको एरिया हो। तर त्यही फसाएर यसलाई फसा भनेर प्रपञ्च रच्यो। त्यो थाना, त्यो चौकीमा पनि जवाब दिएछ, अनि रोशन कुमार झाको बुवाको मोबाइलमा पनि त्यो रेकर्ड छ। दर्शकबिन, यहाँका राज्य नेताहरूले जनताको लागि त राजनीति गर्छ र यो खुर्सी र सत्ताको लोभमा बसेर यहाँ राजनीतिक आडमा केही सनसना युवाहरूलाई जुन होस र जोश जागरमा आफ्नो राष्ट्रलाई बढाउने काम गर्न सिकिरहेछ, तर त्यही युवाहरूलाई गलत कुलतमा फसाएर, कुलत लगाएर फसाएर त्यो युवाहरूलाई, त्यस्ता युवाहरूलाई सखा पर्न खोजिरहेछ। त्यो राजनेता, त्यो प्रदेशको नेता, त्यो स्थानीय नेताहरूलाई म भन्न चाहन्छु, तपाईहरू कसको लागि त्यो कुर्सीमा बस्नु भएको छ? जनताको लागि कि परिवारवादको लागि कि व्यक्तिगतको लागि कि राज्यको लागि? यदि तपाईँ व्यक्तिगतको लागि हो भने त्यो कुर्सी छोडिदिनुस्, अरू मान्छे त्यहाँ राम्रो मान्छे आउँछ नि त। दर्शकबिन, यो फोटो भिडियो जुन हेरिराख्नु भएको छ, यो फोटो भिडियो हो मरणोपरान्त
भोलिको डेटमा यही मान्छेलाई यदि जंगलमा गएर यदि बाँधेर यसै मन उपरान्त मारिदियो भने भोलि बाघ भालु चितुवा सिल पनि खान सकिन्थ्यो र त्यो त बरु गाउँ हो थियो। एउटा पनि मानवता भएको मान्छे त्यो गाउँमा छ कि छैन? त्यो गाउँमा मानव छ कि छैन? कसैले हेरेको छैन होला त? पक्कै हेरा होला। किन भन्दाखेरि त्यहाँ राजनीतिको आडमा पावरमा कसैले कसैलाई केही भन्न सकिरहेछन्। यो भिडियो यो फुटेजहरू जुन हेरिराख्नु भएको छ, यो अनौठो घटना कसैको छोरालाई एउटा पनि मानवको सन्तान भएर त्यो गाउँमा जन्मिया छैन। म त्यहाँका एसपी साहबलाई, म त्यहाँका स्थानीय प्रशासनलाई भन्न चाहन्छु, कृपया यस्ता यस्ता घटनाहरूलाई अपराधीलाई बच्न नपाओस् भनेर तपाईहरुलाई म आग्रह गर्न चाहन्छु, अनुरोध गर्न चाहन्छु। कृपया यस्ता यस्ता युवालाई बचाएर राख्नु, कृपया यस्ता यस्ता युवाहरूलाई बचाएर राख्नुस्। राष्ट्रको धरोहर छ, तर हामी त्यसलाई नशालु पदार्थ युज गर्न सिकाउँछौ, त्यसलाई गोटी खान सिकाउँछौ, गाँजा पिउन सिकाउँछौ। तर त्यही स्थानीय राजनेताहरूले आफ्नो गाउँ, आफ्नो वार्ड, आफ्नो छिमेकी सुधार गर्न सक्थ्यो भने आज राष्ट्र कहाँ न कहाँ हुन्थ्यो। म त्यहाँका स्थानीय प्रशासनसँग, त्यहाँका स्थानीय पालिकाका प्रमुखसँग, त्यहाँका स्थानीय वडाध्यक्षसँग अनुरोध गर्न चाहन्छु, कृपया यस्ता घटना छ भने त्यस्ता अपराधीलाई समातेर प्रशासनलाई जिम्मा लगाउनुस्। यदि ठिक थियो, म यो पनि भन्न चाहन्छु, यदि यो रोशन कुमार झा भन्ने, प्रदीप भन्ने रोशन कुमार झा यदि त्यसले गलत गरेछ भने उसको बुवा छ, त्यहाँ समाज छ, त्यहाँ प्रशासन छ, तपाईले किन जिम्मा लगाउनु भएन? कुट्न अधिकार तपाईलाई कसले दियो? किन कुट्या हो भनेर रिजन पनि तपाईले देखाउनु पर्छ। तर त्यही रिजन त्यो मान्छेले, जसको घरमा चोरी भएछ भनेर त्यो मान्छेले प्रहरीमा उसको बुवाको मोबाइल रेकर्डमा पनि छ। म यहाँका प्रदेश, स्थानीय सरकार र राज्य सरकारसँग, सरसंघारसँग अनुरोध गर्न चाहन्छु, कृपया सत्ताको भरमा हैन, शासन प्रशासनलाई चुस्त एवं दुरुस्त बनाउनुस् र जनतालाई सुरक्षित गर्नुस्। यस्ता यस्ता अपराधीलाई नछोड्नुस्। हामीले 2 दिन पहिला यही मिथिला धनुषा जिल्लाको मिथिला बिहारी नगरपालिका वार्ड नम्बर 9 मा एउटा कसमाथि विश्वास गर्ने नेपाल प्रहरीकै जवान हवलदार भन्ने अन्धुपट्टी कटरैतमा एउटा वार्ड अध्यक्षलाई भोजको न्युमा गोली मारेर हत्या गरेको विभिन्न सामाजिक सञ्जाल र विभिन्न सञ्चार माध्यमहरुमा आइरहेछ। तर सत्य के हो भनेर हामीहरु पनि खोज्छौं होला नि। तर त्यो दिन मुख्यमन्त्री मध्य प्रदेशका सम्माननीय मुख्यमन्त्री ज्यू सरोज कुमार यादव ज्यू हस्पिटलमा गएर जनतासँग भेटेर हरेक कुरा भन्यो र प्रशासनलाई पनि आग्रह गर्यो कि नाका बन्द गर्नुपर्छ भने नाका बन्द गर्नुस्। तर यस्ता यस्ता अपराधीलाई हामी कदापि छोड्ने वाला छैन। मुख्यमन्त्री सरोज कुमार यादवज्यूले निर्देशन पनि र आग्रह पनि प्रशासनलाई पनि गर्नुभएको छ। दर्शकबिन, यस्ता यस्ता घटनाहरू हाम्रो समाजमा बढिरहेछ। यस घटनालाई रोक्नुस् र समाज, राज्य, प्रदेशलाई सुधार्नुस् र युवालाई संरक्षित, युवतीलाई संरक्षित गरेर आफ्ना समाज बनाउनुस्। कार्यक्रम धनुष विशेषबाट म अनिल निराला बिदा चाहन्छु। नमस्कार।